हेलो साथीहरु, सज्यालो शुभ बिहानी हजुर सन्चै हुनुहुन्छ होला भन्दै आशा गर्दै म पनि एकदम सन्चै छु। साथीहरु आज हजुरलाई म एउटा कुरा भन्छु हैन, प्रत्येक भिडियोमा मैले यही लगाएको देख्छु होला हैन हजुरहरुले। अनि यो चाहिँ मेरो चाहिँ काम गर्ने बेला चाहिँ लगाउने लुगा हो। सो हजुरले चाहिँ त्यस्तो चाहिँ नदिनु ल, लुगा पनि नफिट्दो रहेछ भनेर त्यस्तो चाहिँ नसोच्दिनु होला हैन। अहिले म चाहिँ 15 जाँदैछु, बिहानको सबै काम सकेर हैन, झाडु लिपो सबै गरेर भाषा माझेर चाहिँ म अहिले 15 जाँदैछु। एक्लै हो, त्यही भएर मम्मीले छिटो आइज भन्नुभएको थियो। अब हजुरहरू के गर्दै हुनुहुन्छ होला है। म त आयो गाउँमा यस्तै हो, दामी छ भ्यू, बिहानको भ्यू चाहिँ दामी छ हैन। अझा ला थाहा छ कि छैन होला यो काभ्रे बेस गरी मनपर्छ, तर यो भुइँको चाहिँ खानुहुन्न। गाई भैँसी बाख्रा चर्छ। मेरो लुङ्गी फुस्किएको जतिखेर लुङ्गी मात्रै फुस्किन्छ हो छ्या। साथीहरू होइन, म सुरुमा आउँदाखेरि कि होइन गाउँमा म धेरै भयो आएको थिएन नि त, जन्मेदेखि मान्छेमा आएको थिएन नि त। करिब 19-20 वर्षपछि मैले बल्ल आफ्नो बाजेले भेटेको हो होइन। मान्छे चाहिँ दिँदाखेरि चाहिँ म होस्टेलमा हुँदाखेरि चाहिँ आउनुभएको थियो होइन। त्यतिखेर चाहिँ मलाई अब होस्टेलमा धेरै चाहिँ मलाई बाहिर जान दिन्थेन नि त। ठिक छ, अहिले चाहिँ भेट भएको छ अनि गाउँमा पनि आउनु जाने भइरहेको छ, खुसी लाग्छ। अनि मलाई यो बाटो देख्दाखेरि डर लाग्छ होइन। यस्तो डर लाग्छ कुरो नगर्नु, यति बाटोसम्म हिँड्न यति गाह्रो लाग्छ नि। चिप्लिन्छ कि भने डर लाग्छ र अझै पनि डर लाग्छ होइन। अब सुन्नु भयो, बुढोसँग आउँदाखेरि चाहिँ उसले मलाई कभर गर्छ, उसले मलाई ह्यान्डल गर्छ, मलाई त्यस्तो डर लाग्दैन होइन। अब आफै गर्नु पऱ्यो नि त, कहाँ सधैँ अब मम्मीलाई भाइलाई बुढालाई लिएर त हिँड्न सक्दैन नि त। म त त्यो आफै डटेर गर्नुपर्छ भनेर मैले आफैले बाटो बनाएको होइन। ढुङ्गा राखेर चाहिँ ढुङ्गाको सहाराले भए म आउँछु। अनि यत्रो ठुलो भरे देखेर ऊ त्यो रुखको मुनिबाट सर्र घरतिर जाने हो। अनि हाम्रो घर हो भन्नुभएको थियो अघि हेर्नु भर्खरै। मैले आमाको घरबाट आऊ है भन्नुभएको थियो है, मतलब हाइवेबाट आऊ है भन्नुभएको थियो, तर नजाने डर के आगे जिते। अनि म यही बाटो आउने कोसिस गर्छु। अनि यही बाटोबाट आउने, तर यो चाहिँ अलिक डर लाग्छ कि खुट्टा अलिकति हल्लिन्छ, पानी पनि नभएर टाउको त्यो ठुलो गाउरी पनि हुन्छ नि त। अनि त्यही हो, जोस् डर के आगे जिते। म देखाउँछु सधैँ त पनि भएर हुँदैन नि त। अब म हजुरले एउटा चिज देखाउँछु। अनि साथीहरू हेर्नु न, हाम्रो आइसालु, हाम्रो जोस पँधेर आउँदाखेरि घाँस काट्दाखेरि चाहिँ हाम्रो नास्ता यही हो। कति राम्रो छ है। अनि के भन्छ अरे, मेरो भाइ अनि सानो भाइ अनि हस्बेन्ड भएर चाहिँ बेस के खायो क्या हामीले, यो चाहिँ बेस गरी खायो। म एक्लै छु, एक्लै पनि खान पनि अलि मन नलाग्ने, त्यही पनि खाइदिएको बिहानको नास्ता। दाँत माझे होइन, त्यही पनि स्वाद त स्वादिलै हुन्छ होइन। अब 15 गएर दाँत सबै मोल्ने हो। अनि मैले फेस वासले मैले मुख पनि धोएको थिएन होइन, आज धोइहाल्नु पऱ्यो, साह्रै भयो, अति भयो। अन्त बिहान उठ्यो, दाँत मोल्यो, पानी छिम्क्यो, कति आनन्द है जिन्दगी। बुढो आउनु ल, आयो काँडाले खोज्यो नि, मलाई माया गरेको काँडाले। अब यसलाई कसरी उक्काउने भन्दाखेरि यसरी फट्ट कस्तो ब्लर आएको क्या अगाडि
अब यसरी बुले त भएन अब जान पर्यो सुन्छु हजुर किन भोलि त हाम्रो त भदैको भातको लागि हो त्यो मम्मी कति नि जोइन भएन म कति नि हिँड्न सकिनँ के गर्ने हो के भन्छ त्यो डाक्टरले भनेको के भन्ने के भन्यो सन्चो हुन्छ मात्रै भन्छ के रे डाक्टरले लुक्क भन्छ कति नि भएन होइन म पनि लुरी छ नि भने पनि म त अहिलेसम्म म त डाक्टर लिएर नि भएन कति नि हिँड्न नि सक्दैन लुक्रुको भयो के भनेछ डाक्टरले भनेछ अब 1-2 महिनासम्म गाह्रो हुन्छ भन्ने त भनेको के रे अब त्यो कानको व्यथा मात्रै त होइन पो के हो त के हो त्यो डाक्टरले थाहा होला नि मलाई के थाहा म डाक्टर नि गरेर त्यही अब चक्कर आउने यताउता भनिरहेको के अरे अब कमजोर भयो हो त नि म मासु पनि खानु मन लाग्दैन भन्छ मुख पनि तेल मिलाएर के त्यो जिब्रो नि जिब्रो के तेल मार के तो पानी खान मन नलाग्छ तेल आउँछ है दाँत नमत्दाखेरि माउ जानु पानी यहाँ हावा अस्ति हामीसँग गएको थियो नि स्कुलमा हो त्यो बजे हो कि हाम्रो मम्मी र यो बजे चाहिँ बिस्केटी साथी हो त्यही बेला बेलामा चाहिँ चिन्ता लिइराख्नुहुन्छ कि अनि बिस्केटी हँसाउनुहुन्छ अनि यसरी हेर्नुहुन्छ होइन यसरी गरेर अनि म त छैन अब मेरो पन्ध्र पनि आइसक्यो बाहिर त खला बग्थ्यो अब यस पानी चाहिँ त्यस्तो वेस्ट हुन्थ्यो अहिले चाहिँ ठिकै छ अहिले साथीहरू मैले यो भर्याङ पनि पार गरिसकेँ डराइ तर त्यस्तो डर त लागेन तर पनि खुट्टाको विश्वास हुनुपर्छ आफ्नो खुट्टाको विश्वास त म आएँ म के गरेछ मान्छे क्या कर रहा है रे बेटा क्या कर रही हो दाउरा काटेछ सबै दाउरा काटेछ अब म मम्मीसँग मम्मी अहिले घरमा पक्के पनि छैन होला बारीमा जानुभएको छ होला म पनि अब यसो खानसाना बसालेर अब खाना पकाउनु कति देखाउनु होइन त्यही यो गाउँघरमा त हरियो परियो हो अनि प्लस मासु अरू केही छैन अब रोपे मात्रै हो होइन अब मम्मी बाबा पनि अहिले 6-7 महिना भयो होइन आउनुभएको खासै उचित छैन तर पनि अलिकति म पोखराबाट आउँदाखेरि चाहिँ मुला अनि मटर यस्तो तरकारीको चाहिँ बिउ चाहिँ लिएर आउँछु कि अनि चाहिँ त्यसले भइरहेको छ अर्को वर्षदेखि चाहिँ सजिलो हुन्छ होइन अर्को वर्षदेखि सजिलो हुन्छ मलाई हेरेको म त लजाको लजाए मलाई लजाको लजाए भयो अहिले यहाँ त मान्छेले हेरेक गर्यो केही छैन मामाहरू नि होला सायद जहाँ मन लाग्छ बारी जोत्न आएको अब म चाहिँ घर पुगेँ लगभग अब म चाहिँ पछि भेटौँला ल म पन्ध्रबाट आउँदाखेरि भाइ सानो भाइ अनि बाबा भोलिको लागि चाहिँ आज बिहान नै रेडी भइसक्नु भएको रहेछ मलाई थाहा थिएन अनि भोलि चाहिँ मम्मी र म जाँदैछौँ ल ओइ यो त खतरा अन्त खाँदाखेरि छोड्नुहुन्न ओइ मातिन्छ ए खा मातिन्छ क्यामेरा पनि हाल्दैछ क्या अब खाऊ बाबा किन नखाएको कुरो यो मैले त खाएँ अलि छोडेँ त खाँदै खाएन है कि उस भएर हो नुन हालेको हालिन बाबा खानु त
थप हेलो साथीहरू, अब मेरो दिन यसरी बितिरहेको छ हैन। एक्कासी पानी पर्यो अनि राति चाहिँ पानी बसेको थियो, तर पनि मलाई झाउ लागेको थियो हैन। अब सिचुएसन त्यस्तो थियो कि भिडियो नबनाउने तरिकाले थियो हैन, त्यही भएर मैले बनाउन पाएन। सो भोलि न्यू ब्लग न्यू डेको साथ। बाई बाई, गुड नाइट।